सम्पूर्ण अतिथि र सम्पूर्ण आफ्नो चाहिँ शाखाको तर्फबाट आफ्नो चाहिँ क्षेत्रगत तर्फबाट चाहिँ प्रतिनिधित्व गरेर जवाबदेही वक्ताको भूमिका खेल्नुहुने सम्पूर्ण जवाबदेही वक्ताहरू र सम्पूर्ण आम उपस्थित प्रश्नकर्ता न्यायप्रेमिक जनसमुदाय तथा आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा साइनो अनुसारको ढोक तथा न्यानो नमस्कार टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार छ। आज यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो। हामीले हेर्दाखेरि हामी साँगुरो घेरामा र हेर्दाखेरि टिठाउनु अवस्थामा भए पनि यस कार्यक्रमलाई चाहिँ एकदमै महत्त्वपूर्ण तरिकाले लिनुपर्छ भन्ने कुरा मैले बुझेको छु र आजको यस कार्यक्रमलाई एउटा किसिमको आरनको रूपमा पनि मैले चाहिँ परिणत गरेको छु। जब भाँडा हामीले प्रयोग गर्ने औजारहरू हुन्छ, बन्चरो, आँसी, कुटो, कोदालो हुन्छ, जब त्यो प्रयोग गर्दै गर्दा कुडिएर नलाग्ने एकदमै भुत्ले अवस्थामा हुन्छ, त्यसलाई पुनः आरनमा हालेर त्यसलाई तताएर पिटेर फेरि उसको धार गाडेर चाहिँ फेरि प्रयोग गरेर जस्ताको तस्तै बनाउन सकिन्छ। आजको यो सार्वजनिक सुनाइ भनेको पनि एउटा समग्र रूपमा समीक्षात्मक कार्यक्रम हो र तपाईहरूले हाम्रो मनमा लागेका तिक्तता, हाम्रा विचारहरू, कुडिएका विचारहरूलाई चाहिँ प्रष्ट रूपमा पार्ने चाहिँ र हामीलाई प्रश्न गर्ने, हामीले जवाब दिने र अब भोलिबाट फेरि नयाँ सिराबाट चाहिँ अगाडि बढ्ने एउटा कार्यक्रम हो। यसलाई त्यस कारणले एउटा आरनको रूपमा अगाडि लिनुपर्छ भन्ने कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र अर्को कुरा, आज थुप्रै साथीहरूले जो प्रश्न गर्नुभयो, जो थुप्रै चाहिँ आमा बुवाहरूले प्रश्न गर्नुभयो, यी प्रश्नहरू अझै प्रश्नको रूपमा आएनन् भन्ने कुरा मैले चाहिँ मनन गरेको छु। जुन हिसाबले प्रश्न आउनु पर्ने हो त्यो हिसाबले अझै पनि तपाईँहरूले प्रश्न गर्न सक्नु भएन कि भन्ने कुरा मलाई चाहिँ यहाँबाट चाहिँ फिल भइरहेको अवस्था छ। किन भन्दाखेरि तपाईँहरू कहिले मेरै भाइ छोरो हो, मैले प्रश्न गरेँ भने चाहिँ दुःख मान्ने हो कि भन्ने बुझ्नुभयो कि जस्तो पनि मलाई लागिरहेछ। त्यो होइन। आज म तपाईँहरूले प्रश्न गरेर म त्यो प्रश्नको जवाब दिने ठाउँमा छु। त्यो ठाउँमा तपाईँहरूले पुर्याउनु भएको, हेलो सर एकछिन अहिले नबाड, त्यो ठाउँमा तपाईँहरू हुनुहुन्छ। तपाईँले यो ठाउँमा मलाई चाहिँ प्रश्न गर्नका लागि पठाउनु भएको छ र मैले तपाईँहरूले गरेका प्रश्नको दुःख मान्ने, तपाईँहरूले गरेका प्रश्नमा मैले चित्त दुखाउने, त्यो मलाई कदापि पनि छुट छैन र म त्यो दुःख मान्नेवाला पनि छैन। र अर्को कुरा म के भन्न चाहन्छु भने यो पलाता गाउँपालिका वडा नम्बर 4 मा जुन किसिमको गतिमा विकास भइरहेको छ, कछुवा गतिमा विकास भइरहेको म आफैले पनि महसुस गरिरहेको छु। यो कोही कसैले पोरीबाटी गरेर काने खुसी गरेर भन्नुपर्ने, कोही कसैले पोरिएका घरमा चाहिँ समीक्षा बसेर के आन्न सकेर वडा अध्यक्षले भन्नुपर्ने स्थिति चाहिँ होइन। यो कछुवा गतिमा चाहिँ विकास भइरहेको छ। यो किन भइरहेको छ भने हाम्रो पलाता गाउँपालिकामा जम्मा पुँजीगत तर्फ तपाईँहरूले हल्ला गर्नुभयो, जम्मा पुँजीगत तर्फ 9 करोड रुपियाँ आउँछ वार्षिक विकासी बजेट। त्यही विकासी बजेटबाट हामीले झन्डै 2.5 करोड जति शिक्षकलाई तलब खुवाउनुपर्छ। सङ्घले पालेका शिक्षक भनेका कति छन् भन्नुहुन्छ भने